ल आज चाहिँ फेरि केटाहरूले बिहानै कहाँ ल्याए भन्दाखेरि पछाडि बसेर भ्लग बनाउनु गरे क्या। अब अगाडि बस्ने हो। अब हिँड्यो हामी खसी लडाउनु के कसो हो साथीहरू। अब नयाँ वर्ष चाहिँ मनाउने हो। कस्तो राम्रो फुल फुलेछ हौ यहाँ त। नयाँ वर्ष सुरु भयो। अब हाम्रो सबजनाको छुट्टी आज होइन त। होइन त हिँड्यो अब। यस्तो राम्रो ठाउँ छ है। ल हाम्रो यहाँ खसी फार्म चाहिँ यहाँ माथि छ अरे। अब त्यहाँ जानुपर्ने छ चट्ट लाएर। यहाँ चाहिँ यस्तो छ बाल कति रमाइलो। अनि हामी चाहिँ अब जाँदैछौँ 5 जना साथीहरू जाँदैछौँ। अब नयाँ वर्षको लागि केही न केही व्यवस्था त गर्नु पर्यो चट्ट लाएर हान्ने हो। अब ल हाम्रो चाहिँ अब फार्म आइपुग्यो है। यहाँनिर यस्तो बबाल ठाउँमा छ है। यहीँ हाइवे यहीँ फार्म कस्तो मजाले। ल हामी चाहिँ जाँदैछौँ। अब हेरौँ के कस्ता छन्। अब चाहिँ अब समर लाग्यो बिस्तारै बिस्तारै गर्मी पनि सुरु भयो। अब जाडो चाहिँ बिस्तारै हराउँदैछ तर पनि बिहान बेलुका त अलिअलि जाडै पो हुन्छ आजभोलि पनि। ल केटाहरू चाहिँ अगाडि अगाडि पुरा खुँडा बोकेर हिँडिरहेछन्। यार हेर्दा हेर्दा कस्तो दामी दामी ठाउँमा पो आइयो त हौ है। फुलै फुल भएको ठाउँ रमाइलो छ नि त यहाँ। है तेरिका यस्तो बबाल ठाउँ रहेछ हेर त। अनि यस्तोमा फर्म खोलेपछि कति मजा अब त यार। वाउ बाटो चाहिँ यस्तो रहेछ यहाँ ग्राभेल जस्तो। यहाँ त घोडा रहेछ नि त यी। ओ माइ गड यसलाई कुदाउनु पायो भने मजा हुन्थ्यो होला नि है। घट्टा टट्टा लाएर यता पो कराउँछ त। अनि कहाँ हिँडेको घोडी पो रहेछ। यो चाहिँ सानो बच्चा रहेछ। अरे टुच्च पादेला के भन्ने पिर्छ फेरि। यस्तो रहेछ यी बाख्रा भेडा एकै ठाउँमा यार। खसी त जक्कु जक्कु छ त। यहाँ चाहिँ फेरि यस्तो खालको रहेछ है। यहाँ अलि मसिनो मसिनो उयो त ठिकैको छ त हौ ठुलै उयो यो यो झुन्डाइरहेको छ त यार तुर्लुङ तुर्लुङ। पर हेर त यता सानो बोको यता ठुलो बोको के हो अरे हेर न फेरि मलाई पो उल्टो के। यो सेतो ठिक छ क्या सर। सानो सानो भयो भने मासु अलिकति कम थुप्रै रहेछन् यहाँ चाहिँ यहाँ फर्महरू। आम्मामामा कत्रो हो यो भेडा त बुई डेन्जर ठुलो छ त्यो त यार। आम्मामामा यस्तो ठाउँ रहेछ बे हेरौँ त सब कुरो पाइन्छ यहाँ। सर जखमले हेरौँ न यहाँ। आम्मामामा यसलाई चाहिँ भन्छ कि खास जखमले है। यो के हो यो त च्याङ्ग्रा जस्तो छ त नि। बा
ओइ हेर न ठुलो बोकाले हेरे सानो बोकाले चम्काएको यहाँ त पठाइदिनु काटेको आइज ला फेरि गरौँ त कराउँदो रहेछ त पारा ल्याइदो रहेछ त नि के हो यो भेडा भेडै रहेछ भेडा त यो चाहिँ बुढी भइसकेछ चाहिँ बोकाएको छ यो होइन यो भेडा होइन यो त खसी होला हौ डेन्जर छ यार ओइ हो न्यु खोजेको हो मसँग हो गर्दैछ यसले कहाँ छ हौ पिकअक यार गाउँ कि गाउँ गर्छ त मकै दिँदा रहेछ नि क्यालकुलेटर दिउँ साथी क्यालकुलेटरमा थिच भन्ने बेला भयो क्या यो चाहिँ बबाल रहेछ यो त बुढो भइसकेछ त तर बल्लै त बल्लै हुँदो रहेछ है हेरौँ त कति किन राखेको यस्तो बुढोलाई त यार कुन खालको खसी हौ यार हाम्रो घन्टा घरै छ त अनि यहाँ चाहिँ कति राम्रो राम्रो बच्चाहरू रहेछ ओहो कति मजाले घाँस खाएको हौ कुन जातको हो यस्तो यार भेडा पनि आम्माम ठुला छन् त यो चाहिँ यहाँको सबभन्दा हिरो रहेछ जक्कु वाउ माझे तो यसलाई चाहिँ आज कार्यक्रम अगाडि बढाउने हो ल अब खसी पनि रेडी भयो के छ त अब यसपालिको चाहिँ नि न्यु इयर चाहिँ दह्रो मनाउने नि त यार लगभग होला जक्खु छ नि हौ जखम छ 45 देखि 50 को बिचमा म्याक्सिमम छ है मासु मात्रै छ ल अब यसलाई चाहिँ चट्ट साथीहरू के गर्ने हो भने अब यसपालिको नयाँ वर्ष चाहिँ राम्रैसँग जाने भयो प्लान त खासै थिएन प्लान थिएन यस्तो गर्ने छ यहाँ हेर्नु अब लड्यो है तर ल यहाँ बबाल भुटान मात्रै छ है साथीहरू ब्लाङ ब्लुङ त्यो बोसो मात्रै होला यो त केन 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 ल बनाऊ साथीहरू मजाले अब नयाँ वर्षमा यस्तै छ अनि सञ्जीव सर हाम्रो साथीहरू खै यार जनक सर अनि न्यु इयरको लागि हामी कहाँ गऱ्यो भनिदिनु त एकछिन जानकारी गराउनु त 70 केजीको बुक काट्यो 70 केजी गएर तर सस्तो हो कि महँगो हो एकदमै सस्तो हो कति सयले पर्यो यहाँ हाम्रो चाहिँ 70 केजी भनेपछि यहाँको पैसा चाहिँ सस्तै हो नेपालको पैसा चाहिँ महँगो हो नि कन्भर्ट गर्नु त कति भयो 1 लाख जरा आउँछ नेपालको 1 लाख क्रस गर्छ क्या 4वटाले 1 लाखको खसी खाइयो यस्तो चाहिँ उता लुकेर खाइराख्नु भएको छ उहाँले आजबाट न्यु इयर सुरु अब 4-5 दिन हामीहरूलाई न्यु इयर लाग्छ ह्याप्पी न्यु इयर सबैजनालाई नबोलाउनु होला हामीलाई अब 2-4 दिन कसैले फोन सोन मेसेजहरू होइन कलहरू नबोलाउँदा नि हुन्छ हामीहरू यतै बिजी छौँ अहिले ल अब घरैमा डेलिभरी भइसक्यो है ए बिस्तारी 1 बोरा सर आयो है आयो अर्को 2 बोरा ल त एउटा खसी त लु यति बोक्नु आयो है आयो चट्ट परेर आयो है त्यो सर डल्लो परौँ अझ आइए लडाउँ आइए यहाँ माथि बसिराख्नु न सफा ल आयो है आयो
यहाँ पनि छ अर्को एक बोरा ल मासु चाहिएमा सम्पर्क गर्नु है साथीहरू सर हजुर तपाईँको ठुलो योगदान छ यो खसी बनाउनुमा यता चाहिँ भुटानको कार्यक्रम हुँदैछ पहिला भुटान उ गर्ने भनेको सर ल नयाँ वर्ष चाहिँ मजाले लाग्यो है साथीहरू चाकुको हालत फेरि चक्कु त सम्झेर फेरि के ल हाम्रो चाहिँ यहाँ मासुलाई ट्याक्क अब बत्ती पनि पालौँ है त चट्ट ड्यामडुम पार्ने काम हो ल हेर त जहाँ इच्छा त्यहाँ उपाय साथीहरूले तुलो बनाउँदैछन् तुलो अಯ್या मिलाउँ है मिलाउँ हिसाब किताब है अझै बढी भयो कम से कम त्यो सेन्टर पोइन्टमा ऊ राख्नु न त्यो बाँध्नु न सेन्टर मार्क गरेर के यसलाई बाँध्नु न अनि त्यो हल्लिबस्छ त अनि चट्ट लाएर अब चाहिँ के हुँदैछ तयारी भुटान हो भोलिसम्म तयारी हुन्छ आज त्यही त हो अलिक छिटो छिटो गर्नु पऱ्यो के ल खसीको भुटान चाहिँ एकदमसँगले रेडी हुनु लाग्यो सबले मेहनत चाहिँ डह्रो हान्दैछन् है होइन सर आज दिनभरिको मेहनत चाहिँ ल यस्तो हो सिकुटी पो बनायो त डह्रो लौजा यस्तो ल चट्ट सुकुटु पनि बनाइयो ल हेर त च्याटा लाएर